हेलो मिति 2022 साल 8 महिना 9 गते चाहिँ आज हामी खरमदिने बुवा र म चाहिँ यो चिचुला गाउँपालिकाको माछे पोखरी भन्ने ठाउँमा हजुरहरु सम्पूर्णलाई चाहिँ माछे पोखरीको माछा तपाईहरुलाई यो माछाको दृश्य हजुरहरुलाई देखाउँदै छौं मित्र गाइसहरु। एकदमै पोखरी पनि ठुलै रहेछ मित्र गाइसहरु र यो बर पिपलमा एकदमै राम्रो रहेछ है। अनि यो माछे पोखरीको आसपास एकदमै दृश्य एकदमै राम्रो रहेछ मित्र गाइसहरु। तपाईहरुलाई यो सेरोफेर देखाउँदै गइरहेको छु है हजुरहरुलाई सम्पूर्णलाई। माछा देख्न सक्नुहुनेछ। यता छेउ पुगेको छैन बिचारा। रहेछ। हेर्नुहोस् है त माछे पोखरीको माछाको दृश्य। माछाको दृश्य हेर्नुहोस्। माछाको दृश्य हेर्नुहोस् है त मित्र गाइसहरु। हेर्नुहोस् है त मित्र गाइसहरु एकदमै घिनलाग्दो हेर्नु त माछे पोखरीको माछु। माछाको दृश्य हेर्नुहोस् है मित्र गाइसहरु। माछा एकदमै घिनलाग्दो छ पुरा ठ्याप्पै। माछा चाहिँ एकदमै प्रशस्त मात्रामा माछे एउटा यो माछे पोखरीको पहिचान पनि है। अनि यो माछाले लिनुभएको रहेछ है मित्र गाइसहरु। त्यतिकै मित्र गाइस हो यो माछे पोखरी भनेको होइन रहेछ। एउटा माछाको पहिचान माछा चाहिँ एकदमै टन्नाइ रहेछ है। हेर्नु त यहाँ माछाको दृश्य एकदमै टन्नाइ छ है। माछा पोखरीको दृश्य
मेची पोखरीको दृश्य। यता पो छ खतरा त आम। हाम्रो राम्रो आउने चाहिँ स्पेसियल यहाँ हेर्नु न, यो हो सब थियो छोडिदिउँ है त छोडिदिउँ। गिरी आएको निक्ले क्या गुरु बा ज्याप ज्याप छोडिदिउँ चार ठक्कै छोडिदिउँ पल्लो पल्लो छोड